सुमो जय महाकाल हरिओम। जो हाम्रो जीवनमा पञ्चभूतको शरीर छ, यसमा हामी यो जीवनमा हामी जन्म लिएर आयौँ। यसमा हामी घमण्ड गर्नु हुँदैन। किन घमण्ड छ हाम्रो यो शरीरमा? कुनै धनी छ, कुनै गरिब छ, कुनै रोगी छ, कुनै निरोगी छ। सब आफ्नो आफ्नोले जिउँदो बाँच्न खोज्ने प्रयास गर्दैछ, आफूलाई असल गर्ने प्रयास गर्दैछ। अनि हामी किन अरूलाई देखेर डाहा गर्ने, घमण्ड गर्ने? आफ्नो जीवन आफ्नो लागि हो, अरूको जीवन उसको लागि हो। उसले जे गरोस् छैन। हाम्रो घमण्ड राम्रो हुँदैन, किनभने यो जन्म दिएको छ अरूले, खाना दिएको छ अरूले, लगाउन दिएको छ अरूले, शिक्षा दिएको छ अरूले, काम दिएको छ अरूले।